यो चाहिँ माइला दाई कुकम्यान त्यो उतार्ने छु तेरो नदेखा बिजोग बिल्ला हुन्छ त्यो उठान भाँडा यत्रो ठुलो छ मासु अनि के उठान उठाएछ हेरौँ न अरे वाह बहुत बढिया बनिरहेछ रे मासु हाम्रो दादा कमल दाई हेलो भन्नु हेलो गाइज ट्याप ट्याप भन्नु न छोरी विनिता मेरो बुवा माइलो बुवा भान्जो सानो भान्जो यता हाम्रो जेठी दिदी कुवामा पर्न गरे साना अनि दाइले यसरी हात हाल्दाखेरि कपाल भेट्टाएर तान्दाखेरि दिदी सफल बाँच्न सफल यता कान्छी खलक्की कान्छी यता हेरेर ट्याप ट्याप बना ह्यापी तिहार ह्यापी दीपावली भाउजू यता त अब भन्नै पर्यो बुढी मान्छे कपालमा सेतो हाले मान्छे यो हाम्रो मातारी कालीबुढी यो चाहिँ हाम्रो दिदी फुपू दिदी सबैभन्दा जेठी दिदी बेला बेलाको उत्थ पर्नु जरो हो नत्र त अनुहार चाहिँ हेर न कति राम्रो छ अब बाँकी रह्यो हाम्रो सरप्राइज दिने मान्छे सिधै छैन त नि अब क्यान्डी अब सिधै सरप्राइज कसैलाई नभनिकन अझ भन्नुभयो भने भनेर आउने है उहाँ चाहिँ अहिले भाँडा मात्दै हुनुहुन्छ दिदी कविता ओहो यो सबै उहाँले मान्नु भएको यो सबै उहाँ भाँडा मान्नु भएको दिदीले अनि यो चाहिँ म जिल्के होइन ए होइन त्यसो त माइला केही छ दुई शब्द केही बोल्न चाहन्छ केही छैन मिठै छ त्योजना त्यो अर्को बिहान खोलेको अर्को छ परे खायो ल